फर्केरा कहिलेकाहीँ त आउनु है भेट्न फर्केरा कहिले सबैको सल्लाहमा जिउँछु केही हतार छैन देखे सो हेलो एन्ड दर्शक नमस्ते आइयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु गाइज आज चाहिँ थमेली अनि के भन्छ अरे हाइलाइटहरू हेरेर थाहा पाइसक्नुभयो होला के को भलो भन्दा नि हिजो गएको थिएँ थमेल हेरेर थाहा पाइसक्नुभयो होला हाइलाइट हेरेर पनि थाहा पाइसक्नुभयो होला हिजो चाहिँ कक्षा 10 को रोल्पा नगरपालिका 3 खुमेल राष्ट्रिय माविको 10 का भाइ बहिनीहरूलाई बिदाई कार्यक्रम थियो त्योमा म पनि सहभागी हुन पाएको थिएँ किनकि आफ्नो पेसाले गर्दा म थोरै भए पनि भाइ बहिनीहरूका यादगारको लागि भने फोटो खिचेर राखिदिउँ न भनेर म क्यामेराम्यानको हिसाबले गएको थिएँ उता राम्रै भयो थियो कार्यक्रम राम्रै समापन भयो अनि त्यही कार्यक्रममा सहभागी हुन पाउँदा म पनि एकदम खुसी थिएँ साथै भाइ बहिनीहरूलाई यस भिडियो मार्फत के भन्न चाहे भने 10 का भाइ बहिनीहरूलाई एसिएको नतिजा राम्रो आओस् र तिमीलाई सफल शुभकामना छ राम्रो एक्जाम गर्नु राम्रोसँग एक्जाम गर्नु नतिजा राम्रो आओस् अनि रोल्पा नगरपालिका 3 खुमेलको लगायत स्कुलको नाम राख्नुपर्छ तिमीहरू हौ आफ्नो भविष्य कोर्नुपर्छ तिमीहरूले भनेर भन्न चाहे यो भिडियो मार्फत सुनेर के कस्तो लाग्छ प्रतिक्रिया दिनु
हुन गइरहेको कक्षा 10 को परीक्षामा संलग्न हुनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि यस विद्यालयको तर्फबाट विद्यालय सञ्चालन गर्नको लागि सञ्चालिका म कक्षा 9 का सञ्चालिका म सलिना घटी मगर र पवित्र विद्याको तर्फबाट साथै कक्षा 9 का विद्यार्थीहरूको तर्फबाट हार्दिक नमस्कार। कालीपट बोली यस कार्यक्रमको औपचारिक कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। यस औपचारिक कार्यक्रममा म आसन ग्रहणलाई जोड्न चाहन्छु। आसन ग्रहण गरिदिनु हुनको लागि सभाध्यक्ष यसै विद्यालयमा अध्यापन गराउनुहुने सभाध्यक्ष आदरणीय गौतम कुमार थापा सरलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि सितासन ग्रहण गरिदिनु हुनको लागि प्रमुख अतिथि सरलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि सितासन ग्रहण गर्नकै लागि वडा सचिव आदरणीय खिमराज कुँवर सरलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि सितासन ग्रहण गरिदिनु हुनकै लागि विवेश सदस्य आदरणीय मोहनलाल गोसाई सरलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय लीलाधर पन्थी सरलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि सितासन ग्रहण गरिदिनु हुनको लागि सप्रह आदरणीय केवल प्रसाद खत्री सरलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै क्रममा सितासन ग्रहण गरिदिनु हुनको लागि क्यामेराम्यान सहयोग गर्नुहुने एक कुशल अभिभावक सन्तोष नेपालीज्यूलाई सितासन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि सितासन ग्रहण गर्ने क्रममै कक्षा 10 का सम्पूर्ण विद्यार्थीहरूलाई सितासन ग्रहण गरिदिनु हुनको लागि फुल जस्तै फुल्नु है फुल जस्तै फुल्नु है यो स्कुललाई कहिले नभुल्नु है हजारी फुल आफै छल्न खोज्ने ठग्न खोज्ने ठग्यो पनि भाग्यो पनि माथि चोरपानीको मनोज राणाहरू अनि तल सुन्दर सुनारहरू अनि माथि बोलेहरू त्यसपछि अभिषेकहरू धेरै साथीहरू थिए मसँग सँगसँगै पढेको साथीहरू। के भयो भनेपछि एकजना साथी बोले भन्ने थियो बोले अनि 3-4जना थियो के भनेपछि अब म्याडमहरू चाहिँ त्यो भित्र जानुभयो भित्र म्याडमहरू चाहिँ लेख है भन्ने अनि म्याडमहरू बाहिर आउने हामी चाहिँ 4जना के गर्यौँ भनेपछि अब त्यस्तो प्रेजेन्ट गऱ्यो भन्ने हुन्छ होइन। अब तर त्यो चाहिँ गर्नुपर्छ। फेरि के भयो एउटा बोल्यो भन्नेले अब एकजना चाहिँ भयो एकजना साथीले एकजना थापादेखिको त्यो अभिषेक भन्ने त्यसले चाहिँ घरमा गम्यो भनेर चिनिन्छ त्यसलाई त्यसको पैसा चाहिँ झरेको छ बेन्चबाट झऱ्यो त्यसको पैसा होइन हामीले देखिरहेछौँ। अनि बोले हामी फेरि आज त स्कुल जान्न भोलिबाट जान्छु त्यो चाहिँ तपाईँको माइलो तपाईँको कन्सेप्टमा छ भने त अहिले भन्छ भर्खरै मात्रै हराइहाल्नुहोस्। कृपया 9को भाइ बहिनीहरू र साथीहरू भोलि पढ्छु भोलि गर्छु जे कुरा पनि आफ्नो व्यक्तिगत सरसफाइ छ भने अब त्यस्तै हो। पहिलेबाट अब सानोबाट भन्दा चोर्दै अब अलिक चच्चाले खाएको मान्छे अब चोर्दै यताउति अब ध्यान पास भयो। अब 9सम्म पास भयो अब 10मै आएर 10मै 9मै पास भयो। अब 10 आएर धेरै गाह्रो हुने रहेछ। त्यो मेहनत गर्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू 9को भाइ बहिनीहरू मेरो विद्यार्थी साथीहरू सर म्याडमहरू अब म केही बोल्दा नराम्रो भए म क्षमा चाहन्छु भन्ने म मेरो 2-4 शब्द अब यही टोकाउँछु। धन्यवाद।
9 कक्षाका इच्छुक विद्यार्थीहरू पनि सरहरूको पछाडि गएर विद्यार्थी भाइ बहिनीहरूलाई अभिनन्दन गर्नको लागि म हार्दिक अनुरोध गर्छु। होली खेल्ने हो होली खेल्ने हो काली तैँले मेरो धेर नाम बिगार्नु थियो नि मैले आज तेरो बिगारेन बुझी यो चाहिँ नि मे 60 हैन यो लामे सबरे दाइ handsome boy शरद गोटाईको मोबाइल चारी त्याएर रुन्छु धर्केर कहिलेकाहीँ त आउनु है भेट्न फर्केर कहिलेकाहीँ त आउनु है भेट्न फर्केर। धन्यवाद। यस कार्यक्रमको सभापतिज्यू, उपस्थित अतिथिज्यूहरू, रेस्पेक्ट गर्नु पर्यो गार्डले, उसको पनि मन पर्यो, ऊ पनि मान्छे हो। तर यो त्यो तँलाई यस यो पक्लास यसलास भन्यो भने त्यो हुँदैन। त्यसैले तिमीहरू यसरी गर्न जानेछौ, त्यस्तो कहिले काहीँ भयो भने एकदम चाहिँ सम्मानपूर्वक बोल्ने र त्यो गऱ्यो भने आफूसँग हुन्छ। र अब 7 गतेदेखि राम्रोसँग परीक्षा गर्ने र सबै पास हुनुपर्छ। बामा पढ्थ्यो उपदेश सुन्दा केही हुँदैन, धेरै करायो भनेर विचार तिमी छोरी मान्छे हो, ख्याल गर्नु आफ्नो शिर झुकाउने काम कहिले। त्यस कारणले हामीले जहिले पनि शिर ठाडो गरेको देख्नुहोस्, शिर निहुराएर कक्षा 10 को विदाई तथा हामी यही समाजमा भोलिका दिनमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले पक्कै पनि कुनै न कुनै क्षेत्रबाट तपाईँ हामी यही ठाउँको निम्ति कुनै न कुनै माध्यमबाट हामी सँगसँगै काम गर्नेछौँ। त्यस कारणले गर्दा विदाई तथा फेरि भेटौँला आजको यो कार्यक्रमका सभा भूमि
भुल्दिन मनमर्जी डुल्दिन सबैको सल्लाहमा जिउँछु केही हतार छैन सबैको सल्लाहमा जिउँछु केही हतार छैन देखेको सबै सपनाहरू पुरा नहोला तर देखेको सबै सपनाहरू पुरा नहोला तर सबै अपुरा त नहोला हिम्मत अझै हारेको छैन हिम्मत अझै हारेको छैन पढिँदै ठिक छु म महलमा बस्ने विचार छैन मेहनतमा भर पर्छ भाग्य लेख्ने निधार छैन मेहनतमा भर पर्छ खाउ न सर र के हुन्छ र खाउ खाउ करा अलि अलि एक्टिङ गर न साइलीको Wow.
करो 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 पालो 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 एउटाको पालो सकिन पनि अर्को स्वाट्टै आएकै जोडी
Hey!